राधे राधे, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आजको विषयवस्तु माङ्गलिक दोषसँग र यो दोष कसरी हट्छ र यो कुण्डलीमा कस्तो कस्तो अवस्थामा यो दोषहरू देखिन्छ, निराकरणका उपायहरू के छन्, यावत सम्बन्धमा उपस्थित भएको छु। माङ्गलिक दोष हुनु भनेको घरमा भजन चल्नु। एक तरिकाले हामीले बुझ्दाखेरि भजन भनेको भगवानको भजन होइन, यो त श्रीमान श्रीमती बीच चल्ने टकराव अथवा वैरमनस्यता अथवा भनौँ मतभेद देखिने, होइन, कुरा बाँझिने देखिने, यी यावत समस्याहरू देखिन्छन्। अथवा यसको साथसाथै अर्को के हुन्छ भने श्रीमान श्रीमती कसैलाई पनि हानि गर्न सक्ने सम्भावना प्रबल रहन्छ। कुण्डलीमा कुण्डलीको अवस्था नहेरिकन यो ग्रहले ट्याक्कै यही गर्छ भन्ने कुरा भन्न मिल्दैन तपाईँ हामीले, किनकि माङ्गलिक दोष हुनु आफैमा समस्या हो र यो दोष कटेको छ कि छैन, कुण्डलीमा ग्रहहरू कतिको बलवान छन्, सम्पूर्ण कुराहरू विस्तृत हेरेर मात्रै तपाईँले मेरो कुण्डलीमा नि यो फल रहेछ है भन्ने बुझ्नु होला। हामीले यो माङ्गलिक दोषलाई मात्रै अहिले तत्कालै विश्लेषण गर्दैछौँ। हजुरको कुण्डलीमा कुन तरिकाको छ त्यो फरक हुनसक्छ, होइन, व्यक्ति अनुसार कतिपय के हुन्छ माङ्गलिक दोष हुन्छ, तर अन्य आफ्नो कुण्डलीको ग्रह अर्को ग्रहले के गरिदिन्छ, बलवान भइदियो। पारिवारिक ग्रह, दाम्पत्य जीवनको कारक ग्रहहरू बलवान भइदियो भने यी समस्याहरू देखिँदैनन्। हामीले बुझ्नुपर्ने कुरा के हो भने यो मङ्गल ग्रह, मङ्गल भनेको भौम, मङ्गल ग्रहद्वारा बनिने यो योगलाई माङ्गलिक दोष भनिन्छ। यो ग्रह कुन जन्मकुण्डलीको 12वटा कोठाहरू हुन्छन्। तपाईँ हाम्रो, होइन, यहाँहरूले हेर्न सक्नुहुन्छ, मैले यहाँ देखाएको पनि छु कस्तो अवस्थामा माङ्गलिक दोष हुन्छ भनेर। र माङ्गलिक दोष हुनको लागि मङ्गल ग्रह यदि लग्नमा छ, यदि चतुर्थ भावमा छ, यदि सप्तम भावमा छ, अष्टममा छ, द्वादश भावमा छ, 1, 4, 7, 8, 12 यी कोठाहरूमा छन् भने, मङ्गल छ भने त्यो अवस्थामा सम्झिनुहोस् तपाईँको माङ्गलिक दोष छ। अब यो माङ्गलिक दोष त छ, माङ्गलिक दोष भयो भने व्यक्ति के हुन्छ भने श्रीमानको ग्रहले श्रीमतीलाई पीडा दिन्छ भने श्रीमतीको ग्रहले श्रीमानलाई पीडा दिने यावत कुराहरू रहन्छ। यसले घरमा अशान्ति भित्र्याउँछ, कलह भित्र्याउँछ, रोग स्व रहँदैन, दुई बीचको सम्बन्ध प्रेमलाई टुक्र्याउन सक्ने सम्भावना रहन्छ। तसर्थ यो माङ्गलिक दोष श्रीमान होस् अथवा श्रीमती अथवा भनौँ स्त्री अथवा पुरुष जसको कुण्डलीमा पनि यदि 4, 8, 7, 1, 12 यी कोठाहरूमा 1, 4, 7, 8, 12 यी कोठाहरूमा यदि मङ्गल छ भने माङ्गलिक दोष बन्दछ। मङ्गल आफैमा क्रूर ग्रह हो, हामीले बुझ्नुपर्ने यो ग्रहको नेचरलाई हामीले बुझ्यौँ भने सजिलो हुन्छ। ग्रह क्रूर हो, अग्निकारक हो, आफ्ना कुराहरू भएन भने चाँडो आवेगमा आउने कुराहरू हुन्छन्, चित्तको हुन्छन्। माङ्गलिक दोष हुने अथवा लग्नको मङ्गल छ भने आफ्नो कुरा ट्याक्क सुनिएन भने रिस उठिहाल्छ। यी कुराहरू के हुन्छ, मङ्गलको त्यो इनर्जीले, त्यो अरूले भनेका कुराहरू सुन्ने क्षमता कमी हुन्छ है यिनीहरूमा, यो यथार्थ हो। जबसम्म सुन्ने शक्ति व्यक्तिको कम हुन्छ तब के हुने हो, घरमा झगडा बन्ने हो। यदि सुन्ने शक्ति बढी मात्रामा भयो, होइन, अनि आफूले पनि उसले भनेका कुराहरू पुरा सुनिसकेपछि बल्ल रिसिने कुरा स्वाभाविक बन्छ। तर माङ्गलिक दोषमा के हुन्छ भने कुरा पुरा नबुझिकन कुरा स्टार्ट हुन लागिसकेपछि लौ यसले मलाई चाहिँ घोच्न थाल्यो अथवा पिर्न थाल्यो भने त्यो किसिमको एउटा भाव उत्पन्न भएर भित्रबाट दुईटामा चाहिँ झगडा हुने बढी प्रबल रहेको हुन्छ। तसर्थ हामीले यो माङ्गलिक दोष छ भने यसको निराकरण गर्नुपर्छ। माङ्गलिक दोषको निराकरण के छ भने यदि तपाईँको कुण्डलीमा यदि 1, 4, 7, 8, 12 यी भावहरूमा मङ्गल छ भने माङ्गलिक दोष हुन्छ। यदि तपाईँकै कुण्डलीमा पनि यदि शनि 1, 4, 7, 9 अनि 12 यी भावहरूमा यदि शनि छ भने त्यो अवस्थामा माङ्गलिक दोष हरण
भएर जान्छ। यदि बृहस्पतिसँग मङ्गल छ भने त्यो अवस्थामा पनि हरण भएर जान्छ माङ्गलिक दोष। र अर्को अवस्थामा के छ भने यदि बृहस्पति र चन्द्रमा अथवा भनौँ यो गजकेसरी योग बनेको छ भने पनि जन्म कुण्डलीमा तपाईँको यो माङ्गलिक दोषलाई चाहिँ हरण गर्छ। यदि केन्द्रमा 1, 4, 7, 10 यी भावहरूमा चन्द्रमा छ भने पनि माङ्गलिक दोष हरण भएर जान्छ भन्छ। तर माङ्गलिक दोष हरण त जान्छ, तर मङ्गलको स्वाभाविक गुणहरू अझै पनि कुण्डलीमा रहेकै हुन्छ, यसले सामान्यतया असर गर्छ पनि। र यो भनेको सिचुएसन ग्रहको अवस्था हेरेर हामीले विश्लेषण गर्नुपर्छ। र यो माङ्गलिक दोष छ भने यदि केटाहरूको कुण्डलीमा, पुरुषहरूको कुण्डलीमा यदि माङ्गलिक दोष छ भने उहाँहरूले आँखसँग विवाह गरेर र मङ्गलबारको दिन विशेष गणेशजीको आराधना गर्नुहोला। यसले गर्दा गणेशजीको मङ्गलबारको दिन माछा मासुका कुराहरू कहिले पनि भोग गर्नु हुँदैन। यो लसुन प्याज पनि सकभर नखानु होला। माङ्गलिक दोष हुने व्यक्तिहरूले यो गर्नुभयो भने धेरै तपाईँको जीवनमा परिवर्तन पनि देखिनेछ, आफैले महसुस पनि गर्नुहुनेछ। र अर्को कुरा, यदि स्त्रीको कुण्डलीमा यदि माङ्गलिक दोष छ भने कुम्भ विवाह अथवा विष्णु प्रतिमा बनाएर त्यो प्रतिमासँग चाहिँ विवाह विधिले यज्ञ विधिपूर्वक यदि विवाह गर्यो भने पनि त्यो दोष शान्त भएर जान्छ। र शान्त भइसक्यो भनेर यदि हामीले मङ्गलबारको दिन गणेशजीको पूजा, हनुमान चालिसा आदि पाठ आदि कर्महरू गरेनौँ भने त्यो के हुन्छ भने दोषले, ग्रहको स्वभावले त्यो एउटा दोष माङ्गलिक दोष भनेको विवाहको दोष त हटेर जान्छ, तर त्यो ग्रहले दिने पीडा चाहिँ के हुन्छ, बचिरहेकै हुन्छ। तसर्थ हामीले त्यसलाई पनि, त्यो ग्रहले जुन दिने पीडा हुन्छ, त्यो असर हुन्छ, सामान्यतया त्यसलाई पनि निराकरण गर्नको लागि हामीले मङ्गलबारको व्रत चाहिँ छोड्नु हुँदैन। यहाँहरूलाई आजको विषयवस्तु यति नै। हजुरको कुण्डलीमा के छ यो तपाईँ आफैले पनि हेर्न सक्नुहुनेछ। राधे राधे। ओम जय श्री राधे।